मामा आउँदैछ, त्यहाँ नमस्ते गर आउने बित्तिकै। ए भइहाल्छ नि, नमस्ते मात्र किन, म त खुट्टा नै धोकिदिन्छु नि। हेरौँला। छोरा मामा आउनुभयो। ए हो र? मामा 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 खोइ मम्मी, कहाँ छ मामा? यहाँ त को 1 फुटको फुच्चे पो छ त। तेरो मामा हो यो। मामा कसरी? साइनोमा तेरो मामा पर्छ क्या। नमस्ते गर्न। गर्दिनु म त यो चिली गण्डेलाई। नमस्ते गर्छस् कि काट दिउ उवाइको तार। नमस्ते मामा। ठिक छ भान्जा, सहमत छैन कि क्या हो तिम्रो? मामालाई चिसो तातो दुध सोधेनौ त? चिसो कि तातो दुध खानुहुन्छ मामा? चिसो पनि नखाने, तातो पनि नखाने, म त मन तातो खाने, मन तातो। दिदी भएन, भान्जालाई सम्झाउनु पर्छ, पोरी चाली मन परेन मलाई। चिली गान्टे बाहिर भेट, तँलाई देखाउँछु अनि। भान्जा नयाँ डाइपर ल्याउ त, अहिले लाकोमा मैले हग्दियो। हस् मामा। डोरेमन, आज मम्मीले हानेर जिउ नै दुखिरहेछ भने एउटा मसाज गर्ने ग्याजेट झिक्न छिट्टो। भइहाल्छ नि। राजेश हमाल। साथीहरूको लागि यो हात सलाम हो, दुश्मनहरूको लागि यो हात सलाम हो। मैले यो भने निका मसाज। डोरेमन यो बिरालो कहाँबाट आयो फेरि? बाक के हो यो फेरि? यो मेसिनको अगाडि जे भन्यो त्यो बन्न मिल्छ एक दिनको लागि। ल हो र, मेरो बच्चा बेलादेखिको सुपरम्यान बन्ने सपना पुरा हुने भो। सुपरम्यान म हुँ एउटा सुपरम्यान म हुँ सुपरम्यान। नचल न। कस्तो लजाको, त्यो प्यान्ट भित्र के छ र त्यस्तो विधि? अत्याचार मेरो आँखाले हेर्न सक्दैन। थ्याङ्क यू सुपरम्यान, यो केटीहरूले मलाई धेरै जिस्काइरहेको थियो। यो त मेरो कर्तव्य हो। ल भन्छु अब यो मेसिनलाई। ओए मेसिन, मलाई के बनाइदियो भने नि? ओए छोरा, तेरो कट्टु हावाले उडायो। मेरो कट्टु? कहाँ गएछ छोराखेरि? कट्टु पाल परेको 2 वर्ष भइसकेका थियो, अब यही लगाइदिन्छु। केही बेरमा कट्टु लाएपछि कसो मेरो भाइ हो, त्यो होइन कि मैले ल्याउनको होइन, 9 दिनमा रहेछ। कस्तो चाख चिलाको। एक दिन पछि देख्न नहुने चिज देखे, छुन नहुने चिज छुए। केही बन्दिन म, केही बन्दिन। यो मेसिनलाई त फ्याँक्दिन्छु। ओए छोरा, भाइको लागि डाइपर ले त। डाइपर? ल्याइसकेछ त? यो पृथ्वी र पृथ्वी गोलो छ। मलाई गोलो चिज धेरै मन पर्छ, त्यसैले हामी पृथ्वीमा जान्छौं।
सर हामी एलियनलाई स्वागत गर्ला र यिनीहरूले किन नगर्नु गरिहाल्छ नि हेर्न पृथ्वी कस्तो गोलो छ र मलाई गोलो चिज मन पर्छ यी मेरो गालाको पिम्पल कस्तो राम्रो लाग्छ म फुटाउँदिन किनकि यो पिम्पल पनि गोलो छ गोलो त्यसैले हामी यही जान्छौँ पृथ्वी गोलो छ गोलो आई लभ सर्कल्स हेर मैले तँलाई भने हैन पृथ्वी गोलो छ र मलाई गोलो चिज मन पर्छ हेर यहाँको मान्छेहरूले हामीलाई कस्तो दामी बस्ने ठाउँमा राखे यस सर त्यो त हो यो माथि चाहिँ खाना राखेर खाने होला है सर त्यही होला त्यही लिन गएको होला ल आयो यो म्याथको यो इंग्लिशको यो नेपालीको यो साइन्सको क्वेशन पेपर के भन्नु खोजे एक्जाम तिमीहरूको एक्जाम कहाँ त्यत्तिकै छिर्न पाउँछ यहाँ एक्जाममा पास गर्ने अनि मात्र बस्ने यहाँ गोलो मतलब फेल भागम केटा यहाँबाट पृथ्वी गोलो छ र मलाई गोलो चिज मन पर्दैन यो मेरो गालाको पिम्पल फुटाइदे यो थियो हाम्रो एभरेज एलियनको कथा व्यथा तर हामी त एलियन होइन नि है के हो त तर हामी पनि एलियन हो नि हाम्रो लागि तिनीहरू एलियन यस समात्यो एलियनलाई तिनीहरूको लागि हामी एलियन मार्यो एलियनलाई ओ माई गॉड म त साइन्टिस्ट नै बन्छु होला यार बनी साइन्टिस्ट अहिलेसम्म साइन्समा 10 मार्क्स भन्दा बढी कटाएको छैन अझ बन्छ साइन्टिस्ट हे मम्मी कस्तो डिस्टर्ब नगर्नु न चप्पलले हान्नु पर्यो तँलाई पढ्न जा अब एक्जाम के हो यो एक्जाम कसले बनायो एक्जाम किन बनायो एक्जाम हरेक विद्यार्थीले दुःख पाउने हो यो एक्जामलाई त्याग साथी हो र सुखको भोग गर अनि भन एक्जाम जाओ सुख आओ एक्जाम जाओ सुख आओ हेलो भन अर्को हप्तादेखि एक्जाम छ के भन्छ ल म तेरो घरमा नोट लिन आए साथी हो थोरै समयलाई ब्रेक है मेरो नाम एस म हुँ एउटा पोकेमोन ट्रेनर ओए हेर्न त्यहाँ एस छिसाले केटाको एस किन हेर भन्छ हे होइन क्या त्यहाँ एस भन्ने केटा के एस भन्ने केटा ओए चाक तिमीहरूले कसलाई चाक भने हो तँलाई भने नि ठुलो कमलो राम्रो कर्बी एस तेरो चाला मलाई ठिक लागेन है मलाई ठिक लागेन अलि उता जा हे जिस्काको तिमीहरूले न्यू खोज्या हो आइज पोकेमोन ब्याटल खेल्ने आइज ल हिट बाहिर आज खेल्ने पोकेमोन ब्याटल पिकाचु बाहिर निस्की हग्न पनि दिँदैन यार बटरफ्री बाहिर निस्की पिकाचु त्यो चालेको पोकेमोनलाई खटान बटरफ्री एसको पोकेमोनको एसमै हान बटरफ्री नाम सुन्दैमा मुखमा पानी आयो प्रेम रतन धन पायो पिकाचुले कहिले सिकेछ यो नयाँ मुभ जम बेबी अब ल लेट्स गो एस तेरो पिकाचुले मेरो बटरफ्रीलाई लग्यो अझै पिटी तेरो पोकेमोनले चाहिँ मेरो पिकाचुलाई उडाएर लग्यो नि अब बढी कराउँछस् आइज केटा यसलाई हानम हिया ओए त किन त्यसको दाखमा मात्रै हान्छस् हात खुट्टामा पनि हान्न तेरो चाल मलाई ठिक लागेन है मलाई
भाग भाग कस्तो हग्न नि दिँदैन भाग भाग अब के हो ओइ त चाहिँ यहाँ किन मुत्या भने टोयलेट हो यो ए मुत्या हैन नि दिदी मैले त बिरुवालाई जल र मल एकैचोटी हाले नि व्रत गराउँछस् त्यहाँ भिडियो बनाउँदैछ नेटमा जान्छ नि यो ओ भिडियो बनाइरहे हो मेरो यस्तो सुकेको चाख देखेर त भिडियो भाइरल हुँदैन नि ए कसरी गर्ने त भिडियो भाइरल यसरी गर्ने हिया यत्रो बुढो छोरा भए पनि एउटा वासिङ मसिन किनेर सकेन घरमै छ त वासिङ मसिन खै कहाँ छ ओ यही छ त न बत्तीको खर्च न पैसाको खर्च के रे मलाई वासिङ मसिन भन्छस् तँलाई बढी गराउँछस् ले खा अब चप्पल अटक माताजी यो ट्रिक धेरै पुरानो भइसक्यो के को आवाज आएको यो ल बम छोरा त हात्ती होस् भने म डाइनोसर हुँ सम्झिस् ल मर्यो अब ल सुरु गरौँ मेरो नाम चाहिँ सेलिब्रिटी हो तिमी होइन आन्टी अनि नाम किन भनिरा त सिधै के काम गर्छौ भन न खुबै सेलिब्रिटी थाम्दो रहेछ नाम भन्छ म डान्स टिचर हो डान्स गरेर देखाऊ तातक 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 रिजेक्ट ल अर्को आउनुस् के गर्छौ तिमी चाहिँ हजुर म रात दिन दिन्छु पानीपुरी मेरो पानीपुरीको ठेला छ के मम्मी म यहीसँग बिहे गर्छु म पनि त जस्तै सोची थिएँ तेरो बाउको मोमोको पसल छ भनेर बिहे गरे अब त रात दिन मोमो खान पाउँछ भन्न थाले थिए रात दिन मासु पेल्दा मेरो जिउको मासु नै आधी भइसक्यो तर पानीपुरी एक शब्द नबोल रिजेक्ट ल अर्को आइज के गर्छौ तिमी चाहिँ मेरो अस्ट्रेलियाको छोरी अट्याक मेरो अस्ट्रेलियाको भिसा रिजेक्ट भएर बसिरहेको छु छोरी तर चिन्ता नगर्नु अब दुबईको चाहिँ लाग्छ नै आज माइत गएर होली खेल्छु कहाँ जान लागेको छमिया यो एउटा बलुन हान्छु नि है प्लिज मलाई नहान्नु मेरो मेकअप बिग्रिन्छ 3 घण्टाको मेहनत हो यो तिम्रो मेहनतमा म पानी फेर्दिन्छु पानी बचाऊ कोही त बचाऊ कोही छैन म जस्तै इनोसेन्ट क्यूट अबला नारीलाई बचाउने यस माकुराम्यान गुण्डाले जब देख्छ मलाई सबैजना भाग्छन् यता उता मेरो आँखाको अगाडि होस् त एउटा प्यान्टमा मोत्ने भुरा न्यू चाहिँ नखोज है मसँग किनकि म हुँ एउटा डेन्जर माकुराम्यान तपाईको यो अद्भुत शक्ति कहाँबाट आएको हो 5 वर्ष अगाडि यही होलीको दिन थियो मम्मी लोला किन पैसा दिनु न छोरा मम्मी तपाई के गरिराख्नु भएको त्यो माकुरासँग छोरा तैले जे देखाछस् त्यो होइन है त्यो होइन भने त्यो माकुरा के गरिरहेको तपाईसँग यो तेरो बाउ हो बाउ अनि मेरो बाउ त केराको बोक्रामा चिप्लेर मर्या भने होइन त्यो भयो म नै भन्छु मेरो छोरालाई सुन म तेरो बाउ हो त यसरी नै छक्क पर्छस् भनेर तेरो मम्मी र मैले यो कुरा लुकाको हो मेरो बाउ स्पाइडर मेरो मम्मी मान्छे मतलब म स्पाइडरम्यान यस छोरा अल्बर्ट आइन्स्टाइनलाई टप दिने तेरो दिमाग छ हजारौं हात्तीको ताकत तेरो हातमा छ बन्जी जम्पको डोरी भन्दा बलियो जाली त तेरो चाखमा छ
अब स्पाइडरम्यानको जाली त हातबाट आउँछ होइन र? छोरा हल्का रियालिटीमा बस्न ल। माकुराको जाली कहाँबाट आउँछ भन् त? चाकबाट। अनि तर ड्याडी म बोल्दिन तपाईसित। किन र? मलाई किन एकचोटि नि भेट्न नआएको अहिलेसम्म? छोरा म तँलाई भेट्न आएको थिएँ 1 महिना अगाडि त टोयलेटमा हुँदा, याद गर त। छी यो माकुरा कहाँबाट आयो? लिखा पालमा जा। ए अनि मैले त फ्लस गरेको थिएँ त, कसरी बाँच्नु भयो तपाईँ? ए छोरा म त्यो थिएन नि, म त अलि कुनामा बसेको थिएँ। ओह बाँचे यार। अनि को थियो त्यो चाहिँ? तेरो स्टेप सिस्टर, सौतेनी आमाको छोरी? नाइ मेरो बहिनी। तैले मलाई धोका दिएको अर्को माकुरासँग अझै छोरी पनि छ रे? ए बुढी सरी, भुलमा बच्चा पनि पाइयो। 1 लाख मात्रै बच्चा हो, अरू चाहिँ। चुप्लाट चप्पल खा। त्यसैले मलाई होलीको दिन मन पर्दैन। माकुराम्यान अर्को क्वेसन। आजलाई यति नै। यदि यो भिडियोमा 1000 लाइक आयो भने सिरिज नै आउँछ मेरो माकुराम्यानको कथा। ल गए अहिलेलाई चाहिँ अन्यायको नाश गर्न। आइया को सालेले लोला हाने। ल विद्यार्थीहरू, रामले पाद्यो यो भूतकाल, रामले पात्छ हग्छ यो वर्तमानकाल, रामले खानेछ पात्नेछ अनि हग्नेछ यो भविष्यकाल। रामलाई हेर्न जोइले। मम्मी तपाईले मेरो नाम किन राम राखे भने? मैले होइन, तेरो बाउले राखे। किन राखे नि? व्याकरण पढाउँथ्यो नि स्कुलमा, त्यसैले। जहिले पनि एक्जाम्पल दिनु पर्यो भने रामको दिन्छ। रामले खायो हग्यो पाद्यो मुत्यो सुत्यो। मलाई त झ्याउ लागिसक्यो भने मम्मी मेरो नाम चेन्ज गर्नु पर्यो। ल हुन्छ आजदेखि तेरो नाम अर्कै भयो। के मम्मी? के? श्याम। ओ टोयलेट आयो। कहाँ छिर्ने? झाडीमा छिर्ने कि कता छिर्ने? यस टोयलेट रहेछ त यहाँ। मजा आयो। बल्ल बोझ हल्का भयो। उदय के हो? आज शिवरात्रि हो कि क्या हो बाटो छिक्नलाई? 10 रुपैयाँ। के हो आजकलको भिखारीहरू पनि मोडर्न भएछ त, ठ्याक्क 10 रुपैयाँ पो माग्छ त। बढी कराउँछस्? तैले हगेको 10 रुपैयाँ बने। के कुरा गर्छ? मैले कहाँ 10 रुपैयाँ हग्नु नि? मैले त बिहान जे खाएको त्यही फ्याँके नि। कस्तो मान्छे हो यार? चार्ज भनेको चार्ज, त्यहाँ बोर्ड हेरेनस्? बोर्ड मुतेको 5, हगेको 10, स्पेशल 1500। अबुई स्पेशल भने के हो र? 1500 पो छ त। स्पेशल ट्रिटमेन्ट हो कि क्या हो? स्पेशल सर, तपाईको चेन खोलिदिन्छु म। ए भयो सर, भयो छैन। त्यस्तै होला। हग्दिएपछि पानीले पनि पुस्दिन्छ हो। स्पेशल भने मन्थली सब्सक्रिप्सन हो क्या? के भन्छ?
1500 तिर्ने, 1 महिनाको लागि हग्ने, मुत्ने अनि सुत्ने भए पनि मजाले सुत्ने। छि जेपिटी, मसँग त पैसा छैन है। कस्तो भने खाना भित्र छिराउनलाई नि पैसा चाहिने, बाहिर फ्याँक्नलाई नि पैसा चाहिने। के हो भने म त गए 10 रुपैयाँ। छैन के 10 रुपैयाँ? छैन भने फिर्ताली। के भन्छ? फिर्ताली भने कसरी फिर्ता लिने? पसलको सामान हो र यसरी लिने? हिड। के गरे? पाँचचोटि पाते थिस, मतलब 5 चोटि फिर्ता लिन्छस्। 1 2 3 4 भयो 5 जहाँबाट आएको थियो त्यहीबाट छिराइदियो। अब झाडीमै जानु पर्ला। सो इमेजिन गर, तिमी ज्वाला जस्तो घाममा स्कुलको मर्निङ एसेम्ब्लीमा छौ। ह्यान्ड्स कभर अप, ह्यान्ड्स साइड, ह्यान्ड्स अप, ह्यान्ड्स डाउन। नाउ वी आर गोइङ टु स्टार्ट आवर नेसनल एन्थम। अनि त्यति बेला नै सरर हावा चल्छ अनि सबैजनाको पछाडि एउटा निलो कट्टु उडेर भुइँमा झर्छ। त्यति बेला तिमीहरूको रियाक्सन कस्तो होला त? भिकट्टु हेर्न, भिकट्टु। कट्टु हेर्न, कसको निलो कट्टु? त्यो कट्टुमा प्वाल छ जस्तो छ। साथी हो, यो कुनै इमेजिनेसन गरेको कथा होइन। यो एउटा मेरो लाइफमा घटेको घटना हो। घटना एकदम ट्रेजिक घटना। तर यसमा यति फरक छ कि म एसेम्ब्लीमा बसेको मान्छे थिएन, म त्यो कट्टुको ओनर थिएँ, मालिक थिएँ, मालिक। मेरो कट्टु। हेलो गाइस, मेरो नाम सुस्त अनि तिमीहरू हेर्दैछौ सुस्तको स्टोरी। अनि आजको यो टपिकको लागि चाहिँ हामी मेरो पास्टमा जानुपर्छ है त। ल भिडियो सुरु गरौँ है त। यो कुरा हो 8 वर्ष अगाडिको, जब म 10 क्लासमा थिएँ। धेरै अगाडिको कुरा हो, तर यो चीज मेरो दिमागमा नबोलाको पाहुना जसरी टाइम टाइममा आउँछ। खाना पाक्यो? घरको लागि पनि प्याकिङ गरे। जान्छ। फेरि आउँछ। आज हाम्रो टोयलेटमा पानी नै रहेनछ। A few moments later. अनि फेरि जान्छ। उफ, कहिले रोकिने हो यार यस्तो? आजको दिन कति राम्रो। आहा, आज भातमा घिउ हालेर खान्छु। आहा, आज स्विमिङ पुल पनि जान्छु। आहा, स्विमिङ पुलको लागि स्विमिङ गर्ने कट्टु किन्छु। कट्टु? कट्टु। आई हेट कट्टु। आई हेट कट्टुज। म 10 क्लासमा हुँदा 5 महिनाको लागि होस्टेल बस्नु परेको थियो। जबरजस्ती बसाएको होस्टेल प्रिन्सिपलले। होस्टेल चाहिँ कस्तो थियो भने हामी आफ्नो ढोक्रो बोकेर फर्स्ट दिन होस्टेल गयौं। सर, कहाँ हो हाम्रो भिआइपी रुम? त्यहाँ माथि टप फ्लोरमा छ। ल, यो रुम हो है। खै हेरौँ त। छि, यहाँ के मुसा पाल्छु कि क्या हो? मुसाको दुलो जत्रो पो छ त। साले यो प्रिन्सिपलले हामीलाई बोका नै थाने कि क्या हो? गोठमाको ल्याए त यार। हाम्रो गाउँमा यो भन्दा ठुलो गोठ छ। ठुलो गोठ छ, ठुलो गोठ न सोठ। त्यो साले प्रिन्सिपल कहाँ छ खोइ? ल, हरायो त त्यो त। अनि त्यति बेला नै हो म लाइफको एक्सपेन्सिभ रुममा बसे। मन्थली 10,000 विथ नो फुड है, नो फुड। त्यति पैसाले त घरको 2 महिनाको रुम भाडा तिर्न मिल्थ्यो त्यति बेला।
टपिकमा आउँ है त। मेरो एकजना साथी थियो, रामे भनौँ न त है त्यसको नाम चाहिँ। रामे उल्फ ठुलो चाख भएको बामे बामे। त्यो एक दिनको कुरा थियो। रामे रामे प्लिज मलाई गोली नहानु प्लिज। मेरो घरमा बुढो बुढो मम्मी ड्याडी छ। तँलाई म बरु भन्दा बेलुका मेरो भात आएपछि मेरो आधी भात दिन्छु, आधी अचार पनि फ्री। चुप लाग्दा देखा गोली। आया छी पादियो सालेले पादियो। यो चाहिँ त्यति बेला एउटा गेम जस्तै थियो, बन्दुक हान्ने गेम। फरक यति थियो कि बन्दुकको गोली गोली हुँदैन थियो, बन्दुकको गोली चाखको बोली हुन्थ्यो। त्यसपछि म त्यसलाई बदला लिने सोचे। म सुस्त मा कसम खान्छु त्यसलाई बदला लिएरै छाड्छु, नभए म मर्दैन, नामर्द भइदिन्छु। त्यसको भोलिको दिन थियो। म खाना खाएर रुममा छिर्दै थिएँ। तब मैले मेरो लाइफ टाइम अपर्चुनिटी देखेँ। रामे पछाडि फर्केर आफ्नो सुटकेस मिलाइरहेको थियो। त गयो भाइ गयो। तब मैले साइडमा सुकाएको कट्टु बोके अनि त्यसको टाउकोमा ल्याम्म लगाइदिए। स्पाइडरम्यान होइन, स्पाइडरम्यान होइन, कट्टुम्यान कट्टुम्यान। पल्लाई त के गर्छस् गरेर हेर त, मम्मीलाई भनिदिन्छु। अनि रोक तलाई रोक। ओए के गरे किन कट्टु लगे? कट्टु लगाइदिन्छस् मलाई? नो रामे नो 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 प्लिज नो। ले तेरो कट्टु। नो तो लुट गए, हाँ लुट गए। अनि त्यो कट्टु भुइँमा खस्यो। सोचे थियो कसैले देखेन होला भनेर, तर सबैजना पछाडि फर्केर त्यो कट्टुलाई हेर्यो। ओए कट्टु हेर्न कट्टु, त्यही बारदलीमा भएको केटाको होला। कट्टु खस्यो कट्टु खस्यो। अनि मेरो सामूहिक बेइज्जत भयो, सामूहिक। मसँग त्यति बेला दुईटा अप्सन थियो। एक, त्यो कट्टुलाई ट्याग दिने, अनि मेरो होइन भन्ने। दुई भन्नु पनि पर्दैन किनभने मैले दुई नै चुज गरेँ। म दौडेर ग्राउन्डमा गएँ अनि हावाले उडाएछ, कस्तो हावा चलाए है। त्यसपछि म दौडेर फेरि माथि गएँ अनि 5 मिनट सक भए। उफ, मैले रामेलाई भन्नु पनि केही भनेन किनभने आफ्नो पनि गल्ती छ नि त। रामे कट्टु फ्याँकिदिन्छस् मेरो? हेर अब तेरो कट्टु सबै बालेर म बदलाको आगो बाल्दैछु, आगो। छे कस्तो आगोबाट गनाको? सालेले कट्टु नधुको कति वर्ष भयो? छी। यही थियो मेरो कट्टुको कथा। यो कुरालाई मैले बिर्सिन धेरै कोसिस गरेँ, तर केही वर्ष अगाडि एउटा फेसबुक कमेन्टमा मैले मलाई मेन्सन गरेको देखेँ। अनि त्यो पोस्ट हेरेँ। What is one thing that you can't forget of your school life? अनि त्यहाँ टन्ने मेरो क्लासमेटहरूको कमेन्ट थियो। अनि एउटा कमेन्ट चाहिँ कस्तो थियो भने, स्वस्थ ब्लू माछो चड्डी। मैले त ब्रान्डको नाम पनि बिर्सिसकेको थिएँ यार, यसलाई कसरी थाहा भयो? सो गाइज, यो थियो मेरो एउटा सानो लाइफ स्टोरी। आई होप तपाईहरुलाई राम्रो लाग्यो होला। अनि यो स्टोरीको मोरल चाहिँ के हो भने, कट्टु नलौ साथी हो, कट्टु नलौ, बरु भन्दा बक्सर लगाऊ, स्ल्याक्स लगाऊ। लेट्स इमेजिन होइन, यदि मेरो बक्सर झरेको भए। उफ, मेरो बक्सर झरेछ। यो जस्टिन बिबरले पनि लाउँछ क्या, प्योर इलास्टिक भएको। ढिच्यौ 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 ढिच्यौ। ल भयो अब चाहिँ बाई।